सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर 6 मा रहेको शङ्करबेली ताल पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। पछिल्लो समय अत्यधिक पर्यटकहरूको गन्तव्य स्थल बन्दै गएको शङ्करबेली ताल प्राकृतिक रूपमा एकदमै हराभरा रहेको छ। चारैतिर फैलिएको सिमसार, सुन्दर र शान्त वातावरण, तालमाथि रहेको काठको पुल, साथै यहाँ रहेको एकदमै राम्रो सेल्फी डाँडाको अवलोकन गर्न तथा प्राकृतिक मनोरञ्जन लिनका लागि पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। हामी मालपोत कार्यालय बेलबारी परिवारलाई पनि वनभोज खाने उद्देश्यले यस तालमा पुग्ने अवसर मिल्यो। हाम्रो गाडी चाहिँ लगभग अफिसबाट हिँडिसकेको अवस्था छ। म पनि हाइवेमा पर्खेर बसिराखेँ अनि सबैजना हाम्रो सरहरूलाई चाहिँ, सर म्याडमहरूलाई चाहिँ हामीले आफ्नो ठाउँबाट उठाउँदै हामी अगाडि बढ्यौँ है। एकदमै विराटनगरबाट सरहरू आउनुभयो, सबैजनालाई हामी रमाइलो गर्दै हामी अगाडि बढ्दैछौँ। बाटो चाहिँ भित्र जाने कच्ची भए पनि तर एकदमै रमाइलो नै लाग्यो मलाई चाहिँ। एकदमै हामी लगभग पुग्यौँ हामी लगभग शङ्करबेली ताल पुग्यो। एकदमै रमाइलो ठाउँ छ, हेर्नुहोस्, हेर्दै रमाइलो छ। एकदम मलाई चाहिँ मन पर्यो। फेरि मौसम पनि एकदमै राम्रो थियो कि, एकदमै ठिक्क थियो, धेरै जाडो पनि थिएन अनि धेरै गर्मी पनि थिएन। एकदम माथि सेल्फी डाँडाबाट यो सिन लिएको छु मैले, हेर्नु होला। समग्रमा एकदमै रमाइलो लाग्यो मलाई, एकदमै शान्त वातावरण होइन। धेरै थिए कि एकदमै पिकनिक खानेहरू, हामी यसै गरेर खायौँ, एकदमै नाच्यौँ होइन, रमाइलो गऱ्यौँ। सबैजना सर म्याडमहरू नाच्दै हुनुहुन्छ, रमाइलो गर्दै हुनुहुन्छ, एकदमै रमाइलो भयो होइन। हाम्रो सरहरू, हाम्रो हाकिम साहबहरू एकदमै नाच्दै हुनुहुन्छ, रमाइलो गर्दै हुन्छ। हाम्रो काकाको डान्स लो हेर्नु होला, बाफ्रे राम्रै दिनुभयो त। अनि यसो फोटोसोटो खिचेर हामी घरतिर फर्क्यौँ है त।